Grey Roberts Lake State Park. Yang penting sepak aja lah. Yes. यो नि ठाउँ भनेर मिनी बिच जाने हो क्या हामी पौडी खेल्न के हो पिपलको फुपूको छोरा भन्न सक्छौ तिमी यसलाई पिपलको फुपूको छोरा पिपल त त्यो सानो सानै हुन्छ के भन्छ के के लेखिरहेको छ यहाँ त No lifeguard swimming at your own risk. Do not leave children on the net. No alcohol. Yes. Paling santai kono रहेछ terus seminggu na ulit sila kaya mulai nito mga sakali as busy sa mga ulit lupa ko ba kung punta kayo dito siya ba dito ang pain na यहाँबाट ऊपर पर
Todo pas ba. Todo rinda. खिचिरहेको थिएँ भन्छ यार अब हामी चाहिँ खाना खाएर ल खाना खाएर त्यहाँदेखि नयाँ ठाउँमा आइसकेको छौँ नयाँ ठाउँ त होइन त्यही पोखरी नै हो होइन टक ठाउँ रहेछ ल अब इनर्जी भएर सब कुराहरू गर्न थाल्छौँ अला हामीले ल होइन त पेट भरिहाल्यो अब खाइयो के गर्नु त प्लान केही छैन डुब्की मारौँ फोहोर रहेछ भन्ने त पानी खानुपर्ने पानी त होइन होइन त्यस्तो फोहोर भएन यहाँ पुरै फोहोरै फोहोर गरेर कति मान्छे त उफ्री जस यो ठाउँको एउटा राम्रो विशेषता भनेको चाहिँ यस्तो आरी ल्याएर होइन मस्तले घरै जस्तो बनाएर बस्न सकिन्छ यहाँ यता घर त बनायो पल्ले पनि छ यता नुहाउने सुहाउने सबै त्यही भएर कोही आउने छन् भने होइन आउँदा हुन्छ आर्मी अब रेन्ट गर्दा भएर नि चार्ज गर्नु पाइन्छ मजाले पुरै फोहोर फाल्ने पनि यहीँ पुरै घरै हो क्या मिनी घर हो क्या यो चाहिँ ल ए गयो पौडी खेल्यो यहाँ पार्क गऱ्यो होइन अन्त एउटा स्पोर्ट्स खाली छ कोहीसँग आदमी छ भने आउँदा हुन्छ होइन के चाहियो के चाहियो जिन्दगी त सकिहाल्दैन पोखरी छ लेक छ बोटिङ गर्ने सोटिङ गर्ने यो पिच भयो गाडी आउनु पर्छ बङ्गालबाट स्विमिङ गर्नु पर्यो कि स्विमिङ गर्ने भनेको स्विमिङ कस्तो चाहिएन पानी लाएर जाने हो ल हेरौँ कति माल त बच्चाहरू कहाँ पुल छ ए हो नि हामीले अघि रोकेको त यहीँतिर छ नि अघि हाम्रो आएको पुल त्यही त हो नि हो फेरि जङ्गलतिर छिरेको छ हामीहरू जहाँ गयो बाटो जहाँ गयो नि हुने रहेछ यो जस कस्तो लागिरहेको छ त मङ्गलबाट बहुत राम्रो लागिरहेको छ यस्तो किसिमको वाकिङ सबैले गर्नुपर्छ जिन्दगीमा सही मान्छेको जीवनमा थप ऊर्जा थप्ने काम गर्छ त्यसैले गर्दाखेरि यस्ता कुराहरू चाहिँ हामीले गर्दै गर्दा ल जङ्गल भनौँ जङ्गल होइन यहीँ मान्छे त होइन जङ्गलको बिचमा मङ्गलगढ पनि हुँदैन यहाँ होइन ल यस्तो जङ्गलबाट फेरि हामी निस्केर फेरि ल कस्तो राम्रो ल यता कस्तो फोहोर रहेछ यहाँ कछुवा भेटेको छ कछुवा मरेको हो नि त्यो माछा त्यो हल्ला हुने खुट्टाले किन मरेको सुकिसकेर त सुकेको भनेको सुकिन है ओ हिँड्न त मजा आउने तर डर लाग्ने कसलाई त्यो उसले त मान्छे छेउछेउमा ल्याउँछ त है टाउकोमा लाग्यो भने त मर्छ त मान्छे त्यसकै बच्चा रहेछ क्या बच्चा नै लगिरहेको छ क्या त्यही हाम्रोमा ल्याउने हामीले लगाउने एकचोटि
खोलाकै किनार किनार कति रमाइलो ल है मजा लाग्यो हाम्रो पासा ब्रो साह्रै दुखित आफ्नो भिडियो कहिले पनि आएन भनेर एकदमै दुखित थियो अहिले मैले चाहिँ उसलाई हेल्प गरिदिएँ ठुलो जस लगाइदिएँ भन्नुपर्छ मैले चाहिँ ए यो जङ्गल आया यस्तो जङ्गल अलिकति डरलाग्दो जङ्गल छ यहाँ सर्पहरूको सबैभन्दा खतरा रहन्छ यो ठाउँमा सर्प आकाशमा पनि हुन सक्छन् मतलब रुखमा पनि हुन सक्छन् भुइँमा पनि हुन सक्छन् र यहाँको सर्पले टोक्यो भने त्यसपछि त्यसको उपचार दुनियाँमा कहीँ पनि छैन तर पनि यत्रो रिस्क लिएर फेरि पनि हाम्रो पासा ब्रो तपाईँहरूको सेवाका लागि रात दिन लागेर यो भिडियो बनाइरहेछ र पनि यदि तपाईँहरूले यसलाई लाइक सब्सक्राइब अथवा पुरा वाच गर्नु भएन भने सिधै नर्कको बाटो खुल्छ हेर्नुहोस् पाप लाग्छ घोर घोर पाप लाग्छ भिडियो नाश हुन्छ कख लेख्न आयो भने त्यसमा पनि फेल भइन्छ त्यस्तो अब हाम्रो पासाहरू चाहिँ यो के अरे यो लेकमा स्विमिङ गर्न एकदमै इन्ट्रेस्टेड छ ऊ यहाँबाट स्विमिङ गरेर ऊ त्यहाँ परसम्म जाने भन्ने उसको उद्देश्य छ यो स्तरबाट स्विमिङ गरेर यहाँबाट स्विमिङ गर्दै 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 ऊ त्यहाँ जाने भन्ने उसको उद्देश्य छ पुरा गर्न सक्छ सक्दैन त्यो हामी हेर्दै गरौँला यस्तो छ हेर्नुहोस् तर जे होस् पासापुरको यो साहसलाई हामीले चाहन्छु नि भन्नु चाहिँ मिल्दैन ल अहिले चाहिँ भयो भनेर अब यसपछि उसले चाहिँ लुगा खोल्ने हुँदाखेरि अहिले उसले लुगा खोल्नु पर्ने भएर भएर अब चाहिँ भिडियो अफ गर्यो हामीले ल धन्यवाद ल ठ्याक्का त ल जाउँ बाजा ल ठाउँ त ल ल ल ल आयो आयो ल रमाइलो हुन्छ try. La, one more try, la. Este ahora que toma. Este va a Ramon. Ramon. Vlog ma Ramon. अलि थकानपूर्ण स्विमिङ पछि फेरि अब आफ्नो वासस्थान फर्किँदै हामीहरू कति राम्रो ठाउँ है कस्तो भयो त स्विमिङ ल यस्तो भयो बहुत रमाइलो भयो ब्रो स्विमिङ बहुत रमाइलो भयो अनएक्सपेक्टेड हामी फास्ट स्विमिङ गर्ने मुडमा पनि आएका थिएनौँ त्यही पनि गरियो बहुत रमाइलो भयो एकदमै रमाइलो यस्तो के भन्नुहुन्छ त सरप्राइज स्विमिङ भयो बेस्ट मोमेन्ट हाम्रो ब्रोले चाहिँ अब स्विमिङ गर्न पाएन होइन हामीलाई हेरेर कस्तो कस्तो फिल भयो त अब रमाउनु भयो नि त स्टोरीमा होइन एकले अर्कालाई भ्लगर गर्ने सिस्टम चलन छ यहाँ है तर ओरिजिनल भ्लगर चाहिँ यो चाहिँ मेन हाम्रो कि भिडियो लिनु पर्ने छ हाम्रो मास्टर त्यो मास्टर फुटेजहरू यहाँको आफ्नो भिडियो नआएकोमा साह्रै गुनासो भएको कारणले यसरी मलाई मेरो हातमा दिएको छ ल उहाँका के अरे हाम्रो पासापुरका दुई चारवटा शब्द सुनौँ न सब्सक्राइबरहरूले चाहिँ यो भ्लगरको अनुहार देखिनु पर्यो भनेर लास्ट चाहिँ दुई तिनजनाले त फाँसी नै लगायो भने फेरि अनुहार देख्नु नभएका कारण के हो यदि राम्रो भ्लग बनाउने मान्छे को हो खालि मान्छे भ्लगमा त गरेर अनुहार देख्न पाइएन भनेर गुनासो गरिरहेको थिएन होइन त्यही भएर ऊ चाहिँ ऊ बुढो चाहिँ हाम्रो ब्लगर चाहिँ ऊ भल्गर होइन कि ब्लगर एक्सपेक्टेसनहरू मिट गरेको गरेन ब्लगरको अनुहारले त्यो डिफ्रेन्ट कुरा हो तर भयो त्यो कुरो चाहिँ आफ्नो ठाउँमा छ ल भएको मङ्गल ब्रो अब क्यामरामा नि राम्रो छैन त होइन अब हामी धन्यवाद मङ्गल ब्रो होइन ओरिजिनल क्यामराम्यान फेरि ल ब्याक अन द ट्र्याक
चेक 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 ल ठिकै छ अब आजलाई यति नै गर्नु पर्ला नि त सकिहाल्यो अब घर जाने नि त सिधै ल भोलिलाई पनि राख्नु पर्यो होइन अँ। सधैँ आइराख्नु पर्यो यस्तो रमणीय ठाउँ यसो देखाइदिउँ होइन ल भएन होइन यो भ्यू भनेको त होइन $1 million भ्यू हो क्या यो जति यहाँ क्यामेराबाट देखिरहेको टाइटानिक मुभीको मेन भ्यू यही नै हो विन्डोजको मान्छेले देख्यो भने यो मेरो एउटा फोटो चाहिँ लिएर उसको त्यस्तोमा हाल्नुपर्ने हारिहाल्छ भोलि नै हाल्छ। तर फ्रीमा दिनेवाला छैन उसले फेरि ल ए मैले त सेती भन्दैन यार भने ल अहिलेलाई यति नै गरौँ अब हामी चाहिँ यहाँबाट सिधै अब घरै जान्छौँ अब होइन त मङ्गल ब्रो हुन्छ ल ल ब्रो सबैले बाई गरिदिनु ल ल पिस आउट अब see you on the next time